नेपाल एनपीएल चाँडै सुरु हुँदै नेपाली अंग्रेजी कमेन्ट्री सहित नेपालको बहुप्रतीक्षित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग एनपीएल छिट्टै सुरु हुने तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकले यस वर्षको संस्करणलाई अझ पेशेवर र मनोरञ्जनपूर्ण बनाउन विशेष व्यवस्था गरिएको जनाएको छ। देशभरका उत्कृष्ट खेलाडी र उदाउँदा युवा प्रतिभा सहित टिमहरू अहिले उच्च प्रशिक्षण स्क्वाड निर्माण र रणनीतिमा व्यस्त छन्। यस संस्करणको प्रमुख आकर्षण नेपाली र अंग्रेजी दुवै भाषामा प्रत्यक्ष कमेन्ट्री उपलब्ध हुने हो। नेपाली कमेन्ट्रीले स्थानीय दर्शकलाई लक्षित गर्नेछ भने अंग्रेजी कमेन्ट्रीले अन्तर्राष्ट्रिय दर्शक र नेपाली डायस्पोरालाई केन्द्रित गर्नेछ। प्रतियोगिता त्रिपुरेश्वर, कीर्तिपुर र मूलपानी मैदानमा हुनेछ। पूर्ण तालिका चाँडै सार्वजनिक गरिनेछ। यस वर्ष एनपीएलमा फ्यान इन्टरएक्सन, बिहाइन्ड द सिन सामग्री, विशेष पुरस्कार र डिजिटल मल्टी स्ट्रिम प्रसारण जस्ता नयाँ तत्त्व जोडिनेछन्। आयोजकका अनुसार एनपीएललाई अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड बनाउने लक्ष्यसहित प्रसारण, विश्लेषण र प्रस्तुतिकरण सुधार गरिएको छ। प्रतियोगिता नजिकिँदै जाँदा क्रिकेट फ्यानमा उत्साह बढ्दै गएको छ र फ्रेन्चाइज क्रिकेटको पुनरागमनलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ।